अनि उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिएकाहरूमध्ये कोही कोही छन् जसले परमेश्वरको राज्य शक्तिमा आएको नदेखुन्जेल कुनै किसिमले मृत्यु चाख्ने छैनन्। त्यसको 6 दिनपछि येशूले पत्रुस, याकुब र यूहन्नालाई उहाँको साथले एउटा उच्च पहाडमा लैजानुभयो। त्यहाँ उहाँहरू मात्र हुनुहुन्थ्यो। अनि तिनीहरूका सामुन्ने उहाँको रूप बदलियो अनि उहाँका वस्त्र उज्जवल र अति सेता भए, यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन। त्यहाँ तिनीहरू कहाँ एलिया र मोसा देखा परे र उनीहरू येशूसँग बातचित गरिरहेका थिए। पत्रुसले येशूलाई भने, गुरुज्यू, हामी यहाँ भएको असल भयो। हामी यहाँ 3वटा वासस्थान बनाऊ, एउटा तपाईको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनीहरू ज्यादै डराएको कारणले के भन्ने हो सो तिनले जानेनन्। अनि एउटा बादल आएर तिनीहरूलाई ढाक्यो र बादलबाट एउटा आवाज निस्क्यो, यिनी मेरा प्रिय पुत्र हुन्, तिमीहरूले उनको वचन सुन। अनि झट्टै वरिपरि हेर्दा तिनीहरूले आफ्ना साथमा येशूलाई बाहेक अरू कसैलाई देखेनन्। उहाँहरू पहाडबाट ओर्लदै गर्नुहुँदा येशूले तिनीहरूलाई मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहुन्जेल तिनीहरूले जे देखेका थिए त्यो कसैलाई नभन्नु भनी आज्ञा दिनुभयो। तिनीहरूले यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचित गर्न लागे। अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्? येशूले भन्नुभयो, निश्चय नै एलिया पहिले आउँछन् र सबै कुराको पुनर्स्थापना गर्छन्, तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन् र उनको विषयमा लेखिए बमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे। उहाँहरू अरू चेलाहरू कहाँ फर्किआउँदा तिनीहरूलाई एउटा ठुलो भिडले घेरिराखेको र तिनीहरूसँग शास्त्रीहरूले बहस गरिरहेका उहाँहरूले देख्नुभयो। जम्मै भिडले उहाँलाई देख्ने बित्तिकै साह्रै आश्चर्य माने र उहाँ कहाँ दौडेर गई उहाँलाई अभिवादन गरे। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू यिनीहरूसँग के को बहस गर्दैछौ? भिडबाट एकजनाले उहाँलाई जवाब दियो, गुरुज्यू, मेरो छोरालाई गुङ्गो पार्ने आत्मा लागेको छ र तपाईँ कहाँ ल्याएको छु। जब यसले मेरो छोरालाई पक्रन्छ, त्यसलाई भुइँमा पछार्छ र त्यसले मुखबाट फिँच काट्छ र त्यसले दारा किट्न लाग्छ र त्यो अरट्टै पर्छ। मैले तपाईँका चेलाहरूलाई त्यो भूतात्मा निकालिदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्। तब उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहँला? तिमीहरूलाई कति सहूँ, त्यसलाई म कहाँ ल्याऊ। तिनीहरूले त्यस केटालाई उहाँ कहाँ ल्याए। येशूलाई देख्ने बित्तिकै त्यस आत्माले केटालाई लच्छार पछार पार्यो र त्यो भुइँमा पछारिएर फिँच काट्दै लडीबडी गर्न लाग्यो। उहाँले त्यसका बाबुलाई सोध्नुभयो, कहिलेदेखि यसलाई यस्तो भएको हो? तिनले भने, बाल्यकालदेखि नै। यसलाई नाश गर्न त्यस आत्माले घरिघरि यसलाई आगो र पानीमा पनि फालेको छ। यदि तपाईँले केही गर्न सक्नुहुन्छ भने दया गरी हामीलाई मद्दत गरिदिनुहोस्। येशूले तिनलाई भन्नुभयो, तपाईँले सक्नुहुन्छ भने के भनेको? विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ। तब झट्टै केटाको बाबुले कराएर भने, म विश्वास गर्दछु, मेरो अविश्वासमा मलाई सहायता गर्नुहोस्। तब भिड एकसाथ दगुरी आएको देखेर उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हप्काउनु भयो, ए गुङ्गो र बहिरो आत्मा, म तँलाई हुकुम गर्दछु, त्यसबाट निस्केर आइज र फेरि कहिल्यै त्यसभित्र नपस। अनि चिच्याएर त्यस केटालाई साह्रै लछार पछार पारी त्यो आत्मा निस्क्यो र त्यो केटो मुर्दासरी भयो। यहाँसम्म कि धेरैले त त्यो मरेछ भन्ठाने, तर येशूले त्यसको हात समातेर त्यसलाई झुरुक्क उठाउनु भयो र त्यो उठ्यो। अनि जब उहाँ घरमा जानुभयो तब उहाँका चेलाहरूले गुप्तमा उहाँलाई यसो भनी सोधे, हामीले त्यसलाई किन निकाल्न सकेनौ? उहाँले तिनीहरूलाई भन्नुभयो, यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन। अनि त्यहाँबाट निस्केर उहाँहरू गालिल भएर जानुभयो।
यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँको इच्छा थियो, किनकि उहाँले आफ्ना चेलाहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिदिइनेछ र तिनीहरूले उसलाई मार्नेछन् र ऊ मारिएको 3 दिनपछि फेरि जीवित भई उठ्नेछ। तर उहाँले भन्नुभएको यो कुरा तिनीहरूले बुझेनन् र उहाँसँग सोध्न डराए। उहाँहरू कफरनहुममा आउनुभयो र घरमा हुँदा उहाँले तिनीहरूलाई सोध्नुभयो, बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ? तर तिनीहरू चुप रहे, किनकि बाटोमा तिनीहरूले हामीमा सबैभन्दा महान को हो भनी आपसमा बहस गरेका थिए। तब उहाँ बस्नुभयो र 12 जनालाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, कोही मानिस पहिलो हुने इच्छा गर्छ भने त्यो सबैभन्दा पछिल्लो र सबैको सेवक हुनुपर्छ। अनि एकजना सानो बालकलाई लिएर उहाँले त्यसलाई तिनीहरूका बीचमा राख्नुभयो र त्यसलाई काखमा लिएर उहाँले तिनीहरूलाई भन्नुभयो, जसले यस्ता साना बालकहरूमध्ये एकजनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन तर मलाई पठाउनु हुनेलाई ग्रहण गर्छ। यूहन्नाले उहाँलाई भने, गुरुज्यू, एकजना मान्छेले तपाईँको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौँ। हामीले त्यसलाई त्यसो गर्न मनाही गर्यौँ, किनकि त्यो हामीलाई पछ्याउने मान्छे होइन। तर येशूले भन्नुभयो, त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्ने छैन। किनकि जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो पक्षमा छ। किनभने जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाउँमा 1 कचौरा पानी पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, यसले कुनै किसिमले आफ्नो इनाम गुमाउने छैन। जसले ममाथि विश्वास गर्ने यी सानाहरूमध्ये एकजनालाई बाधा देला, त्यसको निम्ति त बरु एउटा ठूलो जाँतोको ढुङ्गा त्यसको घिच्रोमा झुन्ड्याएर त्यसलाई समुद्रमा फालिदिनु असल हुने थियो। यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। 2 हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँडो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। 2 खुट्टा भएर नरकमा फालिनु भन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो। यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। 2 आँखा भएर नरकमा फालिनु भन्दा त 1 आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो। नरकमा न त किरा मर्दछन् न आगो नै निप्दछ, किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ। नुन असल हो, तर नुनको स्वाद गयो भने त्यो केले स्वादिलो तुल्याउने? तिमीहरू आफू आफूमा नुन राख र आपसमा शान्तिमा रहो।